नमस्ते, म दीपाश्री निरौला। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ nepalisite.com। प्रचण्डले राजीनामा दिनुभएको छ। यो राजीनामाको सम्बन्धमा तपाई कस्तो विचार व्यक्त गर्नुहुन्छ? राइट रङ के होला अब देशको स्थिति अलिकति ब्रिफ गरिदिनु न। यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुभएको छ। यो एउटा चाहिँ नेपाली राजनीतिको लागि सुखद समाचार त होइन, तर अहिलेको स्थितिमा मिलेर जानुपर्ने थियो, तर मिलेर जान सक्ने स्थिति पैदा नहुँदाखेरि राजनीतिक सहमति कायम गर्न नसक्दाखेरि प्रधानमन्त्री पुष्पकमल दाहालको लागि एउटै विकल्प थियो राजीनामा। त्यो दिएर पनि नेपालको राजनीति अहिले सहज रूपमा अगाडि बढ्ने सम्भावना देखिँदैन, किनकि बहुमतीय प्रणालीबाट जानुपर्ने भएको हुनाले 301 पुर्याउनको लागि कांग्रेस लगायत अन्य राजनीतिक पार्टीहरूले मिलेर पनि नपुग्ने भएको कारणले गर्दाखेरि स्थिति खासै समस्याजनक नै देखिन्छ। तर यो अहिलेको स्थितिमा प्रधानमन्त्रीले राजीनामा दिँदैमा खुसी हुने अथवा दुखित हुने भन्दा पनि राजनीतिक स्थायित्वको प्रमुख कारण भएको कारणले गर्दाखेरि अहिलेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनु दुर्भाग्यपूर्ण नै हो। प्रचण्डको राजीनामाको बारेमा मेरो एङ्गल के छ भने एक्ज्याक्टली प्रचण्डले राइट टाइममा राइट डिसिसन गरेको चाहिँ हो, त्यो कुरो म सहमत छु। उसलाई कतैबाट केही गर्नु नदिएपछि त वास्तवमा अब अहिले अन्तिम स्थितिमा उसले त्यो गर्नुभन्दा विकल्पै थिएन। फेरि त्यो पुरानै चलनले लिड ढिपी गरेर आफ्नै ठाउँमा रात म प्रधानमन्त्री नै हुन्छु, अब कहाँ अरू उपाय निकाल्छु भनेर बस्यो भने त त्यसो उसले अब अर्को फेरि नराम्रो काम गर्नुहुन्थ्यो। तर वास्तवमा प्रचण्ड धेरै बाठो रहेछ भन्ने कुरो प्रुभ गरेर देखायो। अब बाँकी कुरा अब मिल्ने नमिल्ने पछि कुरा दलहरूसँग मिलेर जाने नमिल्ने नजाने आन्दोलन गर्ने नगर्ने उसको कुरा आन्तरिक कुरा हो। तर यो प्रचण्डको राइट नाम चाहिँ उसले राइट नै गर्यो भन्ने मेरो विचार त्यस्तो लाग्छ। ठिकै हो, अब चारतिरबाट दबाब आइरहेको थियो होइन। यता उहाँले गर्नुभएको कार्यक्रममा चाहिँ कसैले पनि साथ नदिने, मलाई चाहिँ म त धेरै राजनीतिमा जान्दा पनि जान्दिनँ, तैपनि यसो बाहिरबाट हेर्दा चाहिँ ठिकै हो जस्तो लाग्छ। अब कसैले साथ नदिएपछि सरकारमा गएको होइन, एमाले काङ्ग्रेस यताउता दबाबमा आएर होइन यताउता केही गर्नै सकिन्न भने जनताको मात्र किन गाली मात्र खाने, तराई भन्दा यहाँ त्यहाँ यताउता भन्दा सबै सरकारले नै गरे, अब कुन सुन्दैन भन्छ नि, त्यता कुराहरूमा जस ठिकै हो। प्रचण्डले जुन राजीनामा दिनुभएको छ अलिकति दूरगामी सोचले नै दिनुभएको छ, किनकि उहाँलाई समर्थन गरेका पार्टीहरूले समर्थन फिर्ता लिइसकेपछि उहाँ स्वतः अल्पमतमा परिसक्नु भएको छ। अल्पमतमा परेपछि सत्तामा बसिरहनु सान्दर्भिक भएन एउटा बाटो, र अर्को बाटो के छ भनेदेखि फेरि उहाँलाई आफ्नो कार्यकर्ताहरूको जुन दबाब छ त्यो दबाब अनुसार काम गर्न नसकेपछि अब कार्यकर्ताले भोलिको दिनमा त रिजाउनु पर्यो। यसर्थ पनि कार्यकर्ताको मन राख्नको लागि पनि आफ्नो अडान छ, आफू विदेशी दलालको फन्दामा नपर्ने भन्दै उहाँले राजीनामा दिनुभएको छ। समष्टिगत रूपमा हेर्दाखेरि प्रचण्डको राजीनामा उहाँले दूरगामी सोचले नै दिनुभएको छ, जसले माओवादी पार्टीलाई र उहाँलाई पनि भोलिको दिनमा काम गर्न राजनीति गर्न अझ सजिलो हुन सक्छ।